केटा हो हामी अब घुम्न जाँदैछौँ। कहाँ जान्ला त तिमीहरू यसरी हिरो भएर गाह्रो हुन्छ है। हेलो गाइज, हामी चाहिँ आज सीतामाई जाने भनेर गइरहेको छौँ। राइडर प्रतीक सर आफ्नो गन्तव्यमा पुग्नलाई धेरै प्रयास गरिरहनु भएको छ। मालुम है तेरो बापको मान्छे छ। ल हामी यहाँ पानीपुरी खान रोकेका छौँ। कोक त होइन यो, मैले यसलाई झन्डै मारेको थिएँ अहिले। जस भिडियो बनाउँदै बनाउँदै पालो आउँदैन कि हो। ल केटा पहिला म खान्छु अनि बनाउँछु। यस्तो छ बाटो, हामी जाने प्रयास गर्दैछौँ बिस्तारै बिस्तारै। जस्तै यहाँ पुरै अत्ताइरहन्छ मलाई यहाँ। आमाहरू हुन्छ भने चाहिँ कृपया यसको बाइकको नम्बर नोट गर्नु, त्यसको लाइसेन्स छैन है। त्यो अगाडिपट्टिको बाइकमा झन् यति मोटिभेट छ नि, कति नम्बर प्लेट 8985 छ, बागमती प्रदेश 030005 प हो। यसमा चाहिँ पुरै मोडिफाई छ। हजुरहरू आउनु भएर मोडिफाई काट्नुभयो भने कम्तीमा नि 15,000 चाहिँ लाग्छ यसको। गाइस अब हामी चाहिँ 2 किलोमिटर जति सीतामाई पुग्न। यताको बाटो चाहिँ यस्तो राम्रो छ नि, हजुरहरू सुपर बाइक ल्याउनु भयो भने पनि कुदाउनु यस्तो मक्खन छ नि बाटो। ल अब हामी आइपुग्यौँ सीतामाई। ठिकै रहेछ एरिया, काठहरूले बनाएर रहेछ, जरासरा काटेर रङ लगाएर हाले हो। ल केटा हो हामी घुम्न आइसक्यौँ। बोटिङ तथा गुम्बा जाने बाटो, बोटिङ छ यहाँ। सीतामाई आ कि छिटामाई आ हामी तो राम्रोसँग लिग नि हेलमेट यार। केटाहरूको फोटो ए कपिल त्यो पछाडिको तक्लु छोप तल हालिदिने हो म त भिडियोमा। आउनुहोस् आउनुहोस्, पानी टन्नै हो, बोटिङ जाने। के गर्न चाहिँ के खोज्यो जति मोबाइल निकालेर के पिओलीको डुङ्गा चलाउने उ थियो कि कुलो। हेलो दोस्त, केटा यो सीतामाई भन्ने ठाउँ चाहिँ न हो, एकदम वर्स्ट ठाउँ हो अहिलेसम्म घुमाउनुले चाहिँ। यो दुईवटा भाडुहरूले हो, अर्को फेरि पुलिसमा जानला। बकवास लागेको ठाउँ चाहिँ। यहाँ आउनुभन्दा घर नजिकै कुनै जङ्गलमा जाँदा हुन्छ हजुरहरू। आनन्द त खाजा खाइसक्यो आउँछ हौ। जाउँ ल गाई, चितवन आएपछि गैँडा हेर्न सौरा नै जानुपर्छ भन्ने छैन। हाम्रो ठिकौली रोडको साइडमा नै हामीले गैँडा देख्न सक्छौँ। ल केटाहरू खेल्दैछन् फुटसल। ल आजको लागि यति नै गाइज, अब हामी घर जान्छौँ म्याच भ्याएपछि। ल बाई बाई, सब्सक्राइब गर्नु होला, राम्रोसँग बस्नुहोस्।